अन्तर्राष्ट्रिय चर्चित डान्सर नोरा फतेही नेपाल आइपुगेकी छिन्। उनी आज शनिबार साँझ हयात ग्राउन्डमा हुने कार्यक्रमका लागि उनी काठमाडौँ आइपुगेकी हुन्। उनी बिहान 8:30 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी थिइन् भने आयोजक टिमले पञ्चेबाजासहित भव्य स्वागत गरेको छ। साथै उनले पहिलो पटक नेपाल आउन पाउँदा निकै खुसी लागेको बताइन्। उनको टिममा रहेको अन्य सदस्यहरू हिजो नै काठमाडौँ आइसकेका छन्। आज हयात ग्राउन्डमा हुने कार्यक्रममा नोरा फतेहीको साथमा नेपालका चर्चित अन्य व्यक्तित्वहरूले पनि प्रस्तुति दिँदैछन्। नेपालको तर्फबाट दुर्गेश थापा, टेरिया मगर, ओछिन सिटौला, सिमरन लामा, सिमरनपन लामा, सुशील नेपाल, भोइस अफ नेपाल सिजन 6 को फाइनलिस्टहरू लगायत अन्य विशेष प्रस्तुति रहेको छ। तपाईँले यदि टिकट काट्नु भएको छैन भने खल्ती एपमा गएर टिकट काट्न सक्नुहुनेछ।